आजको क्लासमा तपाईहरुलाई म सिकाउन गइरहेको छु ठोस वस्तुको आयतन कसरी निकालिन्छ। ठोस वस्तुको चित्र यहाँ दिएको छ हैन, देख्नु भएको छ। यस्तो किसिमको चित्र आयो र एसईई एक्जाममा ठोस वस्तुको आयतन निकाल्नुस् भने यस्तो किसिमको चित्र दिएर भनेपछि यस्तो किसिमको प्रश्नमा आयतन कसरी निकालिन्छ भन्ने कुरा एकदम इजी तरिकाले तपाईलाई सिकाउन गइरहेको छु। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईलाई एउटा सानो अनुरोध, यदि तपाईले मेरो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनुस् र छेउमा भएको घण्टी चिन्हमा दबाएर अलमा दबाइदिनु होला र भिडियो मन पर्यो भने एउटा लाइक पनि गरिदिनुस्। आउनुहोस् भिडियो सुरु गरौँ। चित्र यस्तो किसिमको छ। अब यो चित्र के मिलेर बनेको छ पहिला त थाहा पाउनु पर्यो। यो भनेको बेलना, यो भनेको अर्धगोला। बेलना र अर्धगोला मिलेर एउटा ठोस वस्तु बनेको छ। अनि यसको यो 4 सेन्टिमिटर भनेको के हो र यो 10 सेन्टिमिटर भनेको के हो त्यो पनि थाहा पाउनु पर्यो हैन। 4 सेन्टिमिटर भनेको यहाँदेखि यहाँसम्म अथवा यहाँदेखि यहाँसम्म अथवा यहाँदेखि यहाँसम्म भनेको यो भनेको चाहिँ व्यास हो, व्यास। अनि यो 10 सेन्टिमिटर भनेको यो बेलना र अर्धगोला दुईटैको उचाइ हो। ठोस वस्तुकै उचाइ 10 सेन्टिमिटर यो दिएको छ, दुईटा चीज दिएको छ। अनि यस्तो किसिमको चित्र आयो र ठोस वस्तुको आयतन पत्ता लगाउनुस् भन्यो भने यसरी गर्ने। पहिला हामीलाई के दिएको छ त्यो लेख्नु पर्यो। यो 4 सेन्टिमिटर भनेको व्यास हो हैन। मैले अघि पनि भने यो भनेको व्यास। व्यासलाई हामीले के भन्छौं? डी भन्छौं हैन। व्यासलाई डी, डायमिटरको डी। डी कति छ? 4 सेन्टिमिटर। 4 सेन्टिमिटर। व्यास आयो भने अर्धव्यास निकाल्न सक्यो। व्यास आयो भने अर्धव्यास निकाल्न सकिन्छ। अर्धव्यास कति हुन्छ त? अर्धव्यास, अर्धव्यासलाई आर भनिन्छ हैन। अर्धव्यासलाई आर भनिन्छ। अर्धव्यास आर कसरी निकालिन्छ? व्यास दियो भने यो व्यास जति छ, यो व्यास जति छ 4 लाई 2 ले डिवाइड गर्ने है। यो व्यासलाई जहिले पनि 2 ले डिवाइड गर्यो भने अर्धव्यास आउँछ। अर्ध भनेको आधा, बुझ्यौ नि? यो अर्ध, अर्धको अर्थ के हो? अर्धको अर्थ आधा। यो व्यास, व्यासको अर्थ व्यासको आधा भनेको के? यहीमा नाममै थाहा छ त हैन। अर्धव्यास भनेको यो व्यासको आधा, यी व्यास भनेको 4, यो 4 को आधा, 4 को आधा भनेको अर्धव्यास। कति आउँछ? 4 लाई 2 ले भाग गर्दा 2 सेन्टिमिटर। यो आयो अर्धव्यास। अब पहिला के गरौँ भन्दाखेरि पहिला यो बेलनाको आयतन निकालौँ हैन। यो बेलनाको आयतन v निकालौँ। त्यसपछि यो अर्धगोला, यो अर्धगोलाको पनि आयतन v निकालौँ। यसको पनि आयतन निकालौँ, यसको पनि आयतन निकालौँ र दुईटालाई जोड्दियौँ। दुईटालाई जोडेपछि ठोस वस्तुको पुरा आयतन आउँछ। यसलाई v1 मानौँ, यसलाई v2 मानौँ। पहिला चाहिँ बेलनाको आयतन निकाल्न गयो है त म। पहिला बेलनाको कमा दिए है त। उचाइ कति छ? बेलनाको उचाइलाई h भनिन्छ हैन। बेलनाको उचाइ कति दिएको छ? यहाँदेखि यहाँसम्म। बेलनाको उचाइ भनेको यहाँदेखि यहाँसम्म हो। तर यो 10 सेन्टिमिटर भनेको त यहाँदेखि यहाँसम्म हो हैन। यसले मैले यसलाई मेट्दिए, यो पनि मेट्यो। यो सेन्टर छ हैन। यो सेन्टरदेखि यहाँसम्मको दूरी भनेको के हो? अर्धगोलाको केन्द्रदेखि यो परिधिसम्मको दूरी भनेको के हो? यो भनेको अर्धव्यास हो है। सेन्टरदेखि यो अर्धगोलाको सेन्टरदेखि यो परिधिसम्मको दूरी, यो सेन्टरदेखि यहाँसम्मको यो लाइन भनेको अर्धव्यास हो। अर्धव्यास आर। आर कति छ त? अर्धव्यास आर 2 सेन्टिमिटर। यहाँ 2 सेन्टिमिटर लेखिदियो यसरी हैन त। अब बेलनाको उचाइ, बेलनाको उचाइ भनेको यहाँदेखि यहाँसम्म। यहाँदेखि यहाँसम्म कसरी निकाल्ने? यहाँदेखि यहाँसम्म कसरी निकाल्ने? यहाँदेखि यहाँसम्म कति छ? यहाँदेखि यहाँसम्म पुरा 10 छ हैन। यो पुरा 10 छ। यो 10 बाट यो 2, अर्धव्यास यो 2 घटाइदिउँ। यो पुरा 10 बाट यति 2 घटाइदिउँ भने यति बच्यो नि त। यो पुरा 10 बाट अर्धव्यास यति 2 घटाइदिउँ भने बेलनाको उचाइ आउँछ है। 10 - 2 गर्ने बेलनाको उचाइको लागि। यो पुरा 10 - यो 2, 10 - 2, 10 - 2 गर्दा कति आयो? 8 सेन्टिमिटर बेलनाको उचाइ। अब उचाइ पनि आइसक्यो। अब डाइरेक्ट आयतनको फर्मुला लगाइदिउँ। आयतन, यसलाई v1 मानौँ है। बेलनाको आयतनको फर्मुला के हुन्छ? पाई r स्क्वायर h। ओके। अब पाई भनेको 22/7 इन्टु पाई भनेको जहिले पनि 22/7 अलवेज। ओके। पाई भन्न साथ 22/7। आर भनेको
2 2 को स्क्वायर इन्टु h h भनेको बेलनाको उचाइ h 8 आछ 8 अब माथि माथि मल्टिप्लाई गर्नुस् र 7 ले डिभाइड गर्नुस् यो गर्दा कति आउँछ 22 इन्टु 2 इन्टु 2 इन्टु 8 2 लाई 2 को स्क्वायर भनेको 2 लाई दुई पटक मल्टिप्लाई गर्ने 22 इन्टु 2 इन्टु 2 इन्टु 8 डिभाइड बाई 7 त्यो गर्दाखेरि कति आउने भयो त्यो गर्दाखेरि 100.57 100.57 सेन्टिमिटर क्युब आयतन भने जस्तै पनि क्युब बेलनाको आयतन आयो बेलनाको आयतन आइसक्यो अब के निकाल्ने यो अर्धगोलाको आयतन निकाल्ने अब अर्धगोलाको आयतन यसलाई v2 हैन v2 मान्दिए है त किनभने दुईटा आयतन आयो त्यस्तो दुईटा आयतन आयो भने एउटालाई v1 मान्दिन एउटालाई v2 मान्दिन अर्धगोलाको आयतनको फर्मुला के हुन्छ अर्धगोलाको आयतनको फर्मुला 2/3 पाइ r क्युब है बेलनाको आयतनको फर्मुला पाइ r स्क्वायर h अर्धगोलाको आयतनको फर्मुला 2/3 पाइ r क्युब ओके अब 2/3 को 2/3 इन्टु पाइ भनेको 22/7 इन्टु r भनेको कहाँ छ हेर्नुस् त r यहाँ छ r भनेको कति छ 2 r भनेको 2 को क्युब अब डाइरेक्ट क्याल्कुलेटर हाल्दिनुस् 2 इन्टु 22 इन्टु 2 को क्युब भनेको 2 लाई 3 पटक मल्टिप्लाई गर्ने 2 इन्टु 22 इन्टु 2 इन्टु 2 इन्टु 2 डिभाइड बाई एकचोटि 3 गर्नुस् डिभाइड गर्नुस् त्यो बराबर हाल्नुस् फेरि 7 ले डिभाइड गरिदिनुस् है यो डाइरेक्ट क्याल्कुलेटर हाल्नुस् तपाईहरुले यो गर्दा कति आउँछ त्यो गर्दाखेरि आउँछ 50.28 ओके अनि यहाँ गरेर निकालेको छु 50.28 सेन्टिमिटर क्युब यो मैले फेरि भने क्याल्कुलेटर कसरी हाल्ने 2 इन्टु 22 इन्टु 2 को क्युब भनेको 2 लाई 3 पटक मल्टिप्लाई गर्ने 2 इन्टु 22 इन्टु 2 इन्टु 2 इन्टु 2 अनि डिभाइड 3 गर्ने बराबर हाल्ने फेरि डिभाइड गर्ने 7 गर्ने किन 3 7 दुईटा छ दुईचोटि गुणन दुईचोटि डिभाइड गर्नु पर्यो यति आयो भने त अर्धगोलाको पनि आयतन आयो अब ठोस वस्तु क्वेशन त हाम्रो ठोस वस्तुको आयतन सोधेछ ठोस वस्तु भनेको पुरैको आयतन के गर्ने यो बेलनाको आयतन र अर्धगोलाको आयतन दुईटालाई जोड्दिने ठोस वस्तुको आयतन ठोस वस्तुको आयतन v बराबर v1 प्लस v2 हैन त v1 भनेको कति v1 भनेको 100.57 प्लस v2 भनेको 50.28 ल दुईटाले जोडौं त यो दुईटा जोड्दिनु यो प्लस यो गर्नुस् त्यो गर्दा कति आउँछ 150.85 150.85 सेन्टिमिटर क्युब हैन क्युब हुन्छ आयतन भनेको जहिले पनि क्युब हुन्छ एरिया क्षेत्रफल भनेको स्क्वायर हुन्छ आयतन भनेको क्युब हुन्छ यही आन्सर है त यसरी गरिन्छ